नमस्कार सबै साथीहरूलाई। आज हाम्रो देशको बारेमा केही कुराहरू गर्न मन लाग्यो। देशसँगै हाम्रो बाउबाजेको पुस्ता, हाम्रो पुस्ता अनि हामीभन्दा पछाडिको पुस्ताको बारेमा पनि केही बोल्न मन लाग्यो। हाम्रो बाउबाजेहरू तरकारीमा राख्ने नुन बोक्नकै लागि दाङको सिमाना, इन्डियासँग जोडिएको सिमाना कोइलाबाससम्म पुग्न पर्थ्यो। त्यो पनि खाली खुट्टा। त्यो बेलाको समयमा चप्पल पाइँदैन थियो रे। तर पनि उहाँहरूसँग देशप्रति, त्यो बेलाको सरकारप्रति कुनै गुनासो रहेन। अझै कुरा गरौँ भने हाम्रो 2074 सालभन्दा अगाडि हामीले दाङको सवालमा हेर्दाखेरि लमै घोराइ हुँदै तुलसीपुर जाने बाटो, सडक भनौँ न, त्यो मात्रै कालोपत्रे भएको हामीले देख्न पाउँथ्यौँ र कालोपत्रे भएको बाटोमा गाडी चढ्न पाउँथ्यौँ। तर पनि हामीलाई पनि कुनै गुनासो थिएन। अझ भनौँ भने पानीमुनि पुल भएको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ भन्ने खालका प्रश्नहरू पनि सुन्ने गर्थ्यौँ र त्यसको उत्तरमा हाम्रो दाङ जिल्ला नै पर्थ्यो। हाम्रो दाङ जिल्लामा व्यवस्थित पुलहरू थिएन, सबै पानीमुनिको पुल थियो। जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। र अहिले हेऱ्यौँ भने दाङको सवालमा चाहिँ धेरै पुलहरू बनिसके, कति बन्न बाँकी छ। त्यसकारण पनि अहिले यो पछिल्लो युवा पुस्ताले पहिलेका हाम्रा बाआमा पुस्ताले केही पनि गर्न सक्नु भएन, अथवा देश चलाउने व्यक्तिहरू, त्यो उच्च तहमा बस्ने नेताहरूले पनि केही गर्न सक्नु भएन भन्ने खालको गुनासो छ। त्यो गुनासो चाहिँ मलाई वास्तविकमा ठिक हो जस्तो लाग्दैन। किनभने देश बनाउनलाई हामी सबैको उत्तिकै जिम्मेवारी रहन्छ। सबै एक ठाउँमा रहेर देशको निम्ति हामीले केही गर्न सक्यौँ भने हामी आफैले देश बनाउन सक्छौँ। त्यो देशको नेताले मात्रै देश बनाउने पनि होइन, नेता एकतिर जनता अर्कोतिर भएर पनि देश बन्नेवाला छैन। र हाम्रा बाउबाजेले आफ्नो समयमा ठिक तरिकाले देशको निम्ति योगदान दिनुभएको छ, हामी सम्झिन सक्छौँ। जस्तो राणा शासनको विरुद्धमा एकजुट भएर उहाँहरू लड्नुभयो, पञ्चायतका विरुद्धमा लड्नुभयो, अनि पछि राजतन्त्रका विरुद्धमा पनि लड्नुभयो। र यो राष्ट्रलाई जोगाउने पक्षमा, राष्ट्र निर्माणका पक्षमा, दलितका अधिकारका पक्षमा, पिछडिएका वर्गका अधिकारका पक्षमा चाहिँ उहाँहरू एक ठाउँमा भएर लड्नुभयो। अनि यो देशलाई चाहिँ जोगाएर राख्नुभयो, जुन देशमा तपाईँ र हामी अहिले छौँ। अहिले हामीले कुरा गर्दै गर्दाखेरि चाहिँ अघि मैले भने 74 भन्दा अगाडि घोराइ, लमै, तुलसीपुर यो सडक खण्ड पिच देख्न सकिन्थ्यो। राजमार्गहरू भन्दाखेरि अरू ठाउँमा चाहिँ कतिपय ठाउँमा बाटोको ट्र्याक नै खुलेको थिएन भने कालोपत्रे देख्न पाइँदैन थियो। अहिले हामी हेऱ्यौँ भने हाम्रो बजार क्षेत्रमा, हाम्रो गाउँ बस्तीमा पनि कालोपत्रे सडकमा तपाईँ र म चाहिँ हिँड्न पाएका छौँ। हामीहरू त्यो प्रयोग गरिराखेका छौँ। र पनि हाम्रो पछिल्लो पुस्ताले चाहिँ भन्दै के हुनुहुन्छ भन्दाखेरि देशमा विकासै भएन, विकास कति भएकै छैन, देशका नेताहरूले चाहिँ विकास गर्न सकेनन्। अब त्यही कालोपत्रे भएको बाटोमा गाडी हुँकिँदै, बाइकहरूमा हुँकिँदै उहाँहरूले त्यो भनेको सुन्दाखेरि मलाई अचम्म लाग्छ। विकास भयो कि भएन भनेर बुझ्नको लागि विकासका योजनाका कुराहरू आफै हेर्न पर्छ, अनि आफै त्यससँग जोडिएर काम पनि गर्न पर्छ। अनि विभिन्न माध्यमबाट त्यो बुझ्न सकिन्छ। तर हाम्रो पछिल्लो पुस्ता भइदियो के भन्दाखेरि मोबाइलमा एकदमै धेरै टाइम बिताउने र अलिकति गलत प्रयोग गर्ने, अनि अहिले चाहिँ मिडियाबाजी, स्टन्टबाजी चाहिँ एकदमै धेरै हुने गर्छन्। त्यस्ताको पछि लाग्ने, अनि सहीलाई गलत र गलतलाई सही भन्न पुग्ने त्यो अवस्था छ। हाम्रा बाउबाजेहरूले गरेका कुनै पनि काम ठिक थिएनन् भन्न पनि मिल्दैन। किनभने हाम्रो बाउबाजेहरू अहिलेसम्म पनि लट्ठी टेकेरै भए पनि बुढेसकालमा खेतबारीको काम गर्नुहुन्छ, त्यहाँबाट उत्पादन गरेर
परिवार पाल्ने कामहरू अनि देशलाई योगदान दिने कुराहरू त्यो गरिराख्नु भएको छ। तर हामी पछिल्लो पुस्ता भइदियौँ के भन्दाखेरि श्रम गर्नलाई चाहिँ हामी आफै लजाउने, रात दिन हामी मोबाइलमा झुन्डिने अनि मोबाइलमा भएका राम्रालाई नराम्रा नराम्रालाई राम्रा भन्ने कुराहरू त्यो छुट्याउनै नसकेर मोबाइलकै पछिमा चाहिँ यो ठिक त्यो बेठिक भन्दै हामी हिँडिराखेको हामी देख्छौँ। अझ हामी देख्छौँ के भन्दाखेरि हाम्रो पछिल्लो पुस्ता चाहिँ एक दिन एक रातमा 24 घण्टा हुन्छ, त्यसमध्येमा 12 घण्टा मोबाइललाई छुट्याउने, 8 घण्टा ओछ्यानलाई छुट्याउने अथवा ओछ्यानमा सुत्ने र दिनुपर्ने समय जो 8 घण्टा स्कुललाई हो त्यसलाई चाहिँ 4 घण्टा जति स्कुललाई टाइम दिने अनि अरू चाहिँ यत्तिकै सामाजिक सञ्जालकै भरमा हावाको भरमा हिँडिदिने। अनि कसले के भन्यो, को सामाजिक सञ्जालमा भाइरल भयो त्यसकै पछि हिँड्ने यो चलन बढेको छ। यसलाई चाहिँ हामीले बुझ्नुपर्छ। अनि पछिल्लो पुस्ता मलाई दुःख लाग्छ, पछिल्लो पुस्ता चाहिँ मोबाइललाई पनि लटको रूपमा प्रयोग गर्ने त छँदैछ, कुलतका कुराहरूमा फस्ने, गाँजा भाङ मदिरा पान सेवन, सुर्तीजन्य पदार्थको सेवन योमा धेरै आकर्षित भएको देखिन्छ। त्यो कुराले स्वयं प्रयोग गर्ने व्यक्तिलाई त हानि हुन्छ नै। जुन देशमा हामी बस्छौँ त्यो देशका युवाहरू रोगी भयो भने, अस्वस्थ भयो भने देश पनि रोगी हुन्छ, अस्वस्थ हुन्छ। किनभने युवा शक्ति नै देशको बलियो आधार हो। त्यसकारण गाँजा खाएर कुलतमा लागेर रक्सी पिएर है त्यो गरेर पनि उहाँहरूले देशै बनाउने कुरा गर्नुभएको हुन्छ। फलाना नेतालाई जिताएर पठाएको केही पनि गरेन, हामीले गर्नुपर्छ भन्ने कुराहरू पनि सुनिन्छ। तर के मदिरापान सेवन गाँजा सेवन गर्ने मान्छेले देश बनाउन सक्ला त भन्ने प्रश्न चाहिँ मेरो व्यक्तिगत प्रश्न हो। अनि सामाजिक सञ्जालहरूमा स्टन्टबाजी गरेकै भरमा के त्यो व्यक्तिले देश बनाउन सक्ला त भन्ने पनि मेरो प्रश्न हो। आज तपाईँ मेरो घर आँगनमै नुनदेखि सुनसम्म पाइन्छ, सडक पूर्वाधार छ, शिक्षा छ, स्वास्थ्य छ, खानेपानी लगायतका सबै कुराहरू भएकै छ। तर पनि हामी त्यो कुराहरूलाई केही जस्तो ठान्दैनौँ। हाम्रो विचार, हाम्रो मनमा चाहिँ विकासको तीव्र इच्छा भएर पनि हुनसक्छ या हामीले नबुझेर पनि हुनसक्छ। हामीले चाहिँ देश बिगार्ने नेता हो, यो देशले चाहिँ यो देश बिगार्नलाई चाहिँ यो नेताले केही पनि गरेन भन्ने हाम्रो त्यो गलत बुझाइ छ। त्यो बुझाइले चाहिँ हामीलाई पक्कै पनि फाइदा हुँदैन। र हाम्रो फागुन 21 नजिकै आउँदैछ। हामीले फागुन 21 मा चाहिँ देशलाई बनाउन सक्ने मान्छे चुनौँ, देशलाई राम्रो भविष्यतिर लैजाने व्यक्तिलाई चुनौँ। हामी सामाजिक सञ्जालमा स्टन्टबाजी गर्ने मानिसहरूलाई चुन्यौँ भने त हाम्रो देश कस्तो बन्ला हामी परिकल्पना गर्न सक्दैनौँ। देश जलाएर बन्दैन, देशमा चाहिँ युवाहरूले तपाईँ हामी सबै मिलेर जागर चलाएपछि चाहिँ देश बन्छ। त्यसकारण हामी हल्लामा अरूको लहैलहीमा लागेर आउँदो 21 गते हुने निर्वाचनमा हाम्रो अमूल्य मतदानलाई चाहिँ खेर नफालौँ, सही तरिकाले प्रयोग गरौँ। हामी आफ्नो ठाउँबाट देश निर्माणमा जुटौँ, देश निर्माणमा सक्दो सहयोग गरौँ। पुराना सबै गलत छैनन्, नयाँ पनि सबै सही छैनन्, यो कुरा चाहिँ हामीले छुट्याउनै पर्छ। यदि हामी सही र गलत समयमै छुट्याउन सकेनौँ भने हाम्रो देश बङ्गलादेश जस्तै बन्न सक्छ र युक्रेन जस्तो पनि बन्न सक्छ। त्यसकारण समयमै यो विकासका चरणहरूलाई हेरेर कुन नेताको पालामा कसले विकास गरेको थियो भन्ने कुरालाई चाहिँ केलाएर मात्रै हामी आफ्नो अमूल्य मतदानलाई सही रूपले प्रयोग गर्ने गरौँ। धन्यवाद।